चाहिँ जन्मेको थिएँ र उहाँ चाहिँ आएर हिजो हामी यहाँ आइयो बसियो खाना खाइयो होइन यो भूगोल हेर्दाखेरि जस्तो म त्यति बेलाको चाहिँ छेडलाई पनि मैले केही हिसाबले सोचेँ र उहाँ यसरी अब युवा हुनुहुन्छ र पनि यहीँ गर्नुपर्छ भनेर चाहिँ यहाँ यसरी बस्नुभएको छ। यो एउटा प्रोत्साहन हो, हामी यहाँ आएर बसियो होइन, प्रोत्साहन होस् र त्यस पछाडि चाहिँ अन्यलाई जति पनि अब विदेश जानुपर्छ अथवा नेपालमा केही पनि छैन भनेर जति चाहिँ गइराखेका छौँ यो देखेर पनि नेपालमा पनि छ, नेपालमा पनि एक माथिल्लो लेभल अथवा चाहिँ एउटा चाहिँ विलासी जीवन खोज्दै गर्दाखेरि जस्तो एउटा रियल एउटा लाइफ चाहिँ हामीले बिर्सिरहेका छौँ अथवा चाहिँ हराइरहेका छौँ। त्यो एउटा चाहिँ महसुस गर्ने, त्यस पछाडि यसलाई चाहिँ प्रेरणा लिएर त्यस पछाडि यहीँ चाहिँ आफ्नो देशलाई चाहिँ केही गर्ने एउटा चाहिँ प्रेरणा मिलोस् भन्ने पनि हो। जस्तो हामीले यहाँ कति खायौँ अथवा के गर्यौँ कति दियौँ भन्ने ठुलो कुरा होइन र यसलाई चाहिँ नेपालमै बसेर नेपालकै लागि गर्नुपर्छ भन्ने एउटा प्रोत्साहन मात्र हो। मिहिनेत गर्नुहोस् होइन र हामी पनि भोलि फेरि फर्केर आएर यसरी नै गर्ने एउटा चाहिँ वातावरण बन्नुपर्छ, बनोस्। धेरै धेरै जाँदा जाँदै अन्त्यमा निकै उहाँको शब्दहरूले निकै भावुक बनाए र हामी बाहिरबाट आँसु निकाल्न सक्ने धेरै युवाहरू चाहिँ यसरी परदेश जाँदै गर्दा एयरपोर्टबाट रुँदै गएको, परिवार रुँदै गएको क्षण मैले पनि भोगेको छु। म 10औँ वर्ष विदेश बसेको छु र यहीँ फर्केर आउँदाखेरि यहीँ बस्नुपर्छ भनेर म जसरी लागिरहेको छु, मसँगै 3-4 जना भाइहरूलाई मैले सँगै लिएर हिँडिरहेको छु भने अझै नयाँ सम्भावनाहरू ठाउँमा देखिरहेको छ। तपाईँ जतिको युवाहरू चाहिँ यो ठाउँमा फर्किनुपर्छ। अब चुनाव आउँदैछ, आगामी चुनावमा चाहिँ चुनाव पछाडि हरेक युवाहरू चाहिँ नेपाल